देशभक्ति के हो र देशप्रतिको प्रेम के हो भन्ने कुरो चाहिँ पाकिस्तानबाट सिक्न पर्दो रहेछ क्या। धेरैजनाले मजाक बनाउँछ पाकिस्तान यस्तो हामी भन्दा कंगाल छ चाहिँ नि अब केही छैन भन्छ। तर आज हेरौ त बोर्डरमा चाहिँ पाकिस्तानले यिनी बम बारुद गोला फाइटर जेट अब चाहिँ तिनी ट्याङ्क स्याङ्क दुनियाँदारी अब इन्डियाको भन्दा कुनै कुनै कुराहरू त उसँग धेरै रहेछ। कति बेला इन्डियाले जिस्काउला र यो जाँठालाई यही च्यान बनाउँला भनेर पाकिस्तान पनि तयारी अवस्थामा बसेको छ। कंगाल भए पनि भोकै बसेर भए पनि आफ्नो देश बचाउनको लागि हतियार चाहिँ कमसेकम जम्मा गरेका छ नि। अब हाम्रो देश नेपालका हेरौ त इतिहास त यिनी मुलाको भन्दा त हाम्रो धेरै वर्ष पुरानो हो नि त। हामी त मुला जमानाको हो। अहिले हामीसँग के छ केही त्यही अमेरिकाले चलाएको 20 वर्ष 30 वर्ष पुरानो साला त खेसे बन्दुक बाहेक केही छ? केही पनि छैन। भोलि बिहान कुनै पनि देशसँग सिमानामा घुसपेट भयो र लड्न पर्यो भने हाम्रा सेना हामी आफै गयौं भने पनि त्यही एउटा केरा र दुईटा बेलौती बाहेक हामीसँग केही छ साला? केही पनि छैन। अरू देशका रक्षा मन्त्रीहरू देख्दै डर लाग्दा हुन्छन्, संसदमा गएर हात हतियारका कुरा गर्छन्। यस्तो खालको जात चाहिन्छ, यहाँ पनि हाम्रा सेनालाई तालिम दिन पर्छ भन्छ। हाम्रो देशको रक्षा मन्त्री हो के हो खै? न कहिले कुरा गर्छ न सैनिकहरूप्रति केही छ। तिनै थोत्रा जीप तिनै थोत्रा बन्दुक साला कहिलेसम्म पैसा भरि भ्याडचोत भ्रष्टाचार गरेर भ्याछ। देशप्रतिको प्रेम के हो भन्ने कुरा सिक जाँडा हो।